आइटीलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिएको छ। डिजिटल पार्क, डाटा सेन्टर र पब्लिक डिजिटल इन्फ्रास्ट्रक्चरको योजना छ। यदि यो सफल भयो भने साइन्स र आइटी पढेका युवाहरूले देशमै राम्रो तलब पाउन सक्छन्। पूर्वाधारमा रु 302 अर्ब, सडक, पुल, विमानस्थल। घोषणा राम्रो छ, अब कार्यान्वयन देखाउनुहोस्, जनता हेर्दैछन्। पहिले र अहिलेको सरकारको तुलना गर्दाखेरि पहिलेको बजेट थियो 1.96 ट्रिलियन, वर्तमान छ 2.12 ट्रिलियन। तलब वृद्धि पहिलेको सरकारले भत्ता मात्रै थियो, अहिलेको सरकारले 21% बढाइदियो। इन्कम ट्याक्स परिवर्तन न्यून थियो, अहिलेको दोब्बर छुट छ। ऊर्जामा लगानी मध्यम थियो, तर यहाँ वर्तमान सरकारले ऐतिहासिक लगानी गरेको छ। आइटी नीति पहिलेको सरकारको सामान्य थियो, वर्तमान सरकारको महत्त्वाकांक्षी छ। रिसर्चमा बजेट पहिलेको सरकारको न्यून थियो, वर्तमान सरकारको अझै न्यून छ। कार्यान्वयन कमजोर इतिहास र वर्तमान सरकारको कार्यान्वयनलाई परीक्षण गर्नै बाँकी छ।